नमस्ते सबैजनालाई, फेरि पनि नयाँ भिडियोमा स्वागत छ तपाईहरुलाई। कति बुङ्गुरको मासु खाने आज चाहिँ माछा लिएर आएको। माछाको पिस हेर्न सक्नुहुन्छ। यो चाहिँ टाउको हो अनि यहाँ ग्रेभी छ। यहाँ चाहिँ पिस छ माछाको, यत्रो यत्रो पिस छ। यो ठुलो माछा अनि रहेको छ मुला। बढ्दैछ, म बाइट हाल्ने मैले। जाडोमा चाहिँ माछाको झोल हरिब हुन्छ है। यो चाहिँ मैले रातिको खाना खाएको है। मैले भ्लगहरु दिउँसो गराउन, किनकि दिउँसो गराए पनि फेरि साँझ भात खाने मन लाग्दैन। अरूले चाहिँ यति राख्छन्, मलाई फेरि त्यति धेरै म खान नि सक्दैन, राख्न नि मन लाग्दैन। आफूले जति खान सकिन्छ त्यति जम्मा राख्ने। मोमोहरु डल्लै धेरै खाइन्छ, तर भात चाहिँ धेरै खान सकिँदैन, ड्याम्मे गराइदिन्छ। त्यही भएर मलाई भात चाहिँ जहिले पनि जति खान सक्छु त्यति जम्मा राख्छु। म त्यस्तो धेरै राख्दैन। भात किन वेस्ट गर्ने हो र, हैन? आफूले जति खान सकिन्छ त्यति खाने। तर यो पोखरीको माछा हो, भैयाहरूले बेच्न हिँड्नेवाला। खोलाको लोकल माछाको स्वादै छुट्टै हुन्छ। तर कस्तो काँडा रहेछ है यसमा।